किन लास्टमा यार गाडी एकदम हुँदैन है म फेरि त्यस्तो हिजो कहाँ शनिबार भन्दै सोध्दै गरेको होइन आइरहेको आज चाहिँ यहाँ खेलकुदहरू चाहिँ कहाँ जाने भने अरे हामी चाहिँ के अरे भन्छ कहाँ जाने भनेको अरे हामी ए केला दियो देवपुरबाट माथि कोट डाँडा भन्ने ठाउँ रहेछ अनि त्यहाँ जाने भनेर बिहान बिहान मलाई चाहिँ फोन गरेँ सुनिरहेको थिएँ आज शनिबार भनेर अनि फेरि गरेर फेरि पुरानै ल्यान्ड क्रुजरमा हामी हिँडिरहेको छौँ त्यो डुकाटी हो क्या साला यो चाहिँ त्यसले छैन हो कहिले छैन हो सुकिसक्यो अगाडिबाट दुईजना अब उनीहरूलाई त अगाडि गयो अब हामी पछि जाँदैछौँ आज शनिबार बिहान बिहान चितवनमा ठिकै छ है दिउँसो चाहिँ ज्याकेट लगाउनु पर्ने अवस्था छैन तर यति एउटा ग्राउन्ड छ यो पनि अब फुलले बेचिदिन्छ तारले हिँड्दैछौँ मतलब बिस्तारै बिस्तारै जान्छ कसैमा त्यस्तो स्पिड चाहिँ जाँदैन होइन सेपे जाला बत्ती नबलिकन होइन यो चाहिँ बाइपास रोड विशाल चोक आइयो हामीले दिपेन्द्र चोकबाट विशाल चोकमा आयो अब यो रोड भनेको चाहिँ पुरा पश्चिमबाट हाइवे हो यो बाइपास रोड एकदम राम्रो छ होइन मियरले पनि राम्रो गरिरहेको छ सोल्टी यताउता जाऊ है खानाउला फेरि चितवन बनेको छ भन्छन् खै अब सब करप्सन छ अरे अनि ठिक छ अब हामी चाहिँ यहाँ ट्याक्क अगाडि तेल हाल्ने त्यसपछि थाहा हुन्छ जाने कता भन्ने आज हल्का फुल्का काम पनि लियो तर साथीभाइले फेरि जाम भनेर रिक्वेस्ट गर्दा पनि गएन भन्ने जस्तो हुन्छ भन्ने हिसाबले आएको बदमासी चाहिँ हाम्रो म्यानेजर यो सल्लाहकार अब अगाडि लिएर हुन्छ ठिक छ भित्रको लागि पेट्रोलमा एउटा पेट्रोल हालिन्छ पेट्रोल हालेपछि अनि रफ्तार गरेर कुद्नु पऱ्यो यहीँ चिज अवस्था लेबर्ने अवस्था हुन्छ अनि त्यहाँको यो प्रहरीको कल्याण पोस्टबाट पेट्रोल पम्प भयो चाहिँ होइन अनि तर ठिक छ अब यसमा पेट्रोल हाल्नुपर्छ भन्ने हाम्रो धारणा हो होइन पेट्रोल हाल्दिँदैन भन्ने पनि हाम्रै धारणा हो तर होइन अनि त्यहाँबाट कति रुपियाँ रहेछ 166 रुपियाँ हो पेट्रोल कति अरे 160 अरे 1000 को हालिदिनु त हाम्रो दाइले चाहिँ मलाई चिट नकाटिकन हालिदिनु हो तर यहाँ चाहिँ चिट काटेर पहिला चाहिँ कुपन काटेर हाल्नुपर्छ तर ठिक छ अहिले कुपन चाहिँ त्यति पर्दैन अलि भिड भयो भने मात्रै होला नि पर्छ कि पर्छ जान हेर्नु मलाई चिनेर जस्तो कुरा मेरोबाट हट्छ कति लिटरको हो र 1000 को योबाट त जान्छ थुप्रै जान्छ टक्क तेल हाल्यो होइन तर यो स्कुटर चाहिँ काम छैन आएको छ यति तेल खान्छ मेरो गाडीले भन्दा यसले बढी तेल खान्छ नि मलाई कोही किन्ने मान्छे छ भने म बेचिदिन्छु यसलाई गाडीले भन्दा यसले तेल खान्छ के अस्ति हालेको फुल हालेको 1200 को कति दिन भयो धेर दिन भएको छैन 1200 को जान्छ नि
खै ट्याङ्की के हो खै खै प्रदीप कोषबाट उत्पादन के अरे सञ्चालन भएको प्रदीप बिट हो। यो तालिम केन्द्र हो। यो जुन एरिया छ नि सबै तालिम केन्द्रको एरिया। यहाँभित्र परेड खेल्ने ठुलो ग्राउन्ड छ। यतापट्टि चाहिँ बस्नलाई एकदम कायदाको ठाउँ छ कि दामी एरिया हो क्या। डिजेल आउने जाने यो त डिजेल तर यहाँ राम्रै तेल दिन्छ भन्ने कुरो गर्छन् क्या। थाहा भएन तेल चाहिँ कति दिन्छ भन्ने कुरो। अर्कोले स्कुटी चलायो हुन्थ्यो क्या। चला न स्कुटर यार। यस्तो भिडियोहरू बनाउँछु भनेको तिमीले स्कुटर चलाउँदैन नयाँ चला स्कुटर चलाउनु सक्दैन।